रेडी गर्नु पर्यो सुरुमा परेन के यहाँ नानीले लडाइदिन्छ होला है यहाँ बत्ती चाहिँ राम्रो देखिन्छ लक्ष्मी पूजा यो 2019 सालको लक्ष्मी पूजा गर्दैछिन् एउटा लक्ष्मीले लक्ष्मीले बास गरौँ न ओइ माफुरा नचले नै पर्दैन उजले दिएर राखौ आज चाहिँ दिएर सबैतिर बत्ती देखिने छ नि हैन देखिँदै छ जतिको राम्रो भएन यसपालि होस् लक्ष्मी शुभ दीपावली भयो लाउँदैछु भइसो गर्दै झ्यालतिर छर्केको खिच्नु पर्यो यसरी फुल छर्केको छैन छर्किदेऊ न फुलले हवा भयो अन्त टाँगिदेऊ यो त स्टिच ल्याउनु पर्छ होला नि त स्टिचले ल राजपार्वतीको फोटो भोलि अलि बत्र बत्र राख नि ल आज यो 2079 सालको शुभ दीपावलीमा हाम्रो केटाकेटीहरूले तिहार मनाउन आँटेको छ बहिनीले दादालाई फुल टिका लाउने तयारी नि बुनु अब यो फुल दादालाई लगाइदिने नि बुनुले अनि यो रोटीहरू पनि दिने दादाले हैन अनि दादाले चाहिँ कति पैसा दिने त नि 500 हो त्यो दिने हो खोइ यो 500 रुपियाँ दिने अरे दादाले ल भेराइटिज थपिएको छ बिस्कुट पनि यहाँ चकलेट के अरे ती नारियल सो मेनी अदर थिङ्स धेरै धेरै अरू चिजबिजहरू खर फुटाउँदै गरेको नानीले फुटेन ल ल ल ल ल बल्ल फुट्यो ढोकातुन गरिदेऊ छोड्देऊ ल माथि उठ उठाउँछ सक्दैन अब म सिकाउँछु ल यहाँ ठाउँ यहाँ दादालाई बर सक्दैन खै यसो ठाउँ यहाँ
यहाँ बसालु यहाँ अब त्यहीँबाट लगाइदेऊ उठा 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 यसो गर्दै फेरि अठाउ माथि माथि नै अठाउ अर्कोपट्टिबाट चाहिँ यस्तो तीनचोटि भयो है दाहिने घुमाउने भन्छ अनि पानी खुवाउलो दादा खानु चुरुप्पै खाने पानी ल यसो लु खाएर सिरमा दम जानु हो सिरमा दम जानु सिरमा दम यस्तो गर्ने यस्तो हो त्यस्तो यहाँ बस ल के उठा छ यहाँ ठाउँ यहाँ दादाले हल्लियो छोरी हल्लियो हल्लियो यस्तो डर तान्नु क्या नाम काट्नु चाहिँ यो टाउको बस अब बुन्नुको बालो दादाले लगाइदिन्छ दादाले जान्दछ कि नै कति चाहिँ एक खोइ मैले लगाइदिन्छु सिधा सिधै भन हुन्छ थोरै थोरै लाओस् न सिधा उभो भयो 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 मलाई बोजू ल्याइदिन्छु मजाले लु भयो लु भयो अब अर्को सबै लगाइदिनु यो यहीँ राख्नु यो नछु त्यो त्यहीँ राख्नु यसले अब लगाइदिनु सबैलाई उकाउ त्यसरी यसरी उहाल्नु कि यसरी अनि यसो गरेर लगाइदिनु उभा यस्तो बार त्यस्तो बार होइन यस्तो तेर्सो बार लगाइदिनु हो अनि अर्को अब फेरि पल्लो त्यसरी उभाउने अनि त्यसो तल्लोमा फेरि हो जाँदैछ यसले त फेरि यो अब मजाले गर्नु पहिला मजाले तल्ले दुईचोटि बिचमै भएन कि यिनीहरूको अलिक नजिक भयो टिकटमा हल्लै गर्नु यो चाहिँ कसको ए यो दादा यो यता माथि त्यता हेर फोटोमा खिच्नु मेरो कपी दे पनि नि जान्दैन ए खनाउनु होस् न बढी तरकारीहरू किन ल्याउनु भएको यहीँ थियो यहीँ टन्नै छ अचारहरू सबै बनाउनु सिधा बनाउने झन् पो यो केटा ऊ भएर थियो कुन चाहिँ त्यो बनाउनु पर्ने रातो रातै हरेको हरे सेतै सेतै बनाइदिनु अनि हुन्छ त्यतिकै त्यसै माला मात्रै लगाइदिँदा हुन्छ टिका बिग्रिन्छ होइन अनि माथि कहाँ हौ हाम्रो आमाले चाहिँ नाकतिर सबै गल्ती छ किन छला नसको आमा चाहिँ त्यसैले छियो अनि के गर्नु त हौ नानी आउँदै छैन सेतोमा रातो घाँटी त छोपिहालेको छु भन न अब दिदीले लगाइदिनु घाँटी साटी कतै पनि लगाइदिन्न अब नाम्रोपट्टि सबै नाम्रो छ फुल पनि ओइलेर कतिपल्ट लगाएको जस्तो फुल चाहिँ छर्किनु छैन पहिल्यै चुलियो 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 हेउचुली हेउचुली नानीलाई हेउचुली हेउचुली नि आमालाई हेउचुली हेउचुली ल नानीले पनि हेउचुली लु चुलियो चुलियो यहाँ अलिकति साथी अब खोइ कहाँ आउँछ यो नि अब केटा मान्छेले त्यस्तो मेरो यहाँ लगाइहाल्छु कपालमा लाउँदा लगाउने मेरो काम छ क्या अनि हातमा हात काम छ अनि हाम्रो त अब त्यस्तो हुँदैछ काम छ भन्यो के भन्छ के भन्छ नाचो भैले नाच नाचो भैले नाच
भिडियो गरेको होइन पनि हुन्छ उहाँ चाहिँ मलाई यहाँ ढसेर जान्छ टिका चाहिँ दा टिका टिका सिधा पो गरेर जानु नै मिल्छ माथि पर्समा त्यो नयाँ नयाँ के साइज छ पहिला टिका त लाउनुपर्छ त टिका लाएर फुल लाउने त फुल छड्केर टिका लाउँछ टिका लाएर चाहिँ अनि पहिला त टिका लगाइदिन्छ बहिनीलाई चाहिँ औ